एटिट्युडले गर्थ्यो जिक्सा धेरै बुझ्ने रहेछ जिक्सा धेरै बुझ्ने रहेछ भने त्यो अर्काको भाइको गालीको भिडियो आफ्नो च्यानल आफ्नो टिकटकमा किन हाल्यो मैले हाले ल अब त्यसमा के गर्नु पर्यो ल के गर्नु पर्यो भन त डिलिट हान् त किन डिलिट हान्ने ए गुप्तराज किन डिलिट हान्ने ल भन अनि कसले त्यो आमा बाउको त्यो के गाली दिएछ त्यो कहिले कुरा एफले मेरो गरेछ भने चाहिँ एफले सरी भन्नु पनि म डिलिट हान्दिन्छु ई मुजी मेरो गोला काटेर तेरो निधारा टास भने टास दिन्छु भाइ तर सरी त सरी भाइ मुजी हमेशा मुजी दिनै फोफ्ल्याक पेलिन्छ मेरो मुखबाट त फेरि मुजी सिधा कुरो हो पछाड त हर्दिन म त मुजी सिधा कुरा हो भाइ सिधा कुरा हो मुजी लिडर त्यही हो हेर राजा हैन लत हान्देऊ कि मलाई यस्तो कुरा मन पनि पर्छ चित्त पनि बुझ्दैन हैन भने हमेशा सधैँ फोफ्ल्याक पेल्छु मैले त दिनै लाइभ आउँछु कराएर बस्छु एउटै सिधा कुरा हो सुन त तिन्दिन भाइ त तिन्दिन भाइ त कोस चिन्दिन भाइ त चिन्दिन भाइ त चिन्दिन सिधा कुरा हो म त कहिले चिन्दिनस् मलाई मतलब छैन मलाई कोले चिन्छ मलाई थाहा छ राम्रोसँग त ख्यासिस त भाइ ख्यासिस त मुजी स्टिम स्नाइपको स्क्वाडमा खेल्ने मुजी एउटा फुट्टे ए भाइ च्यानल लिएर खेल्नु नसिक्ने बोल्न पर्यो भने नि भाइ बोल्न पर्यो भने कति बोल्छु फेरि म त फेरि तिनीहरूले तँलाई गरेको यही कारण रहेछ मैले आज बुझेँ होइन तँलाई तिनीहरूले त्यो झिल्लाहरूले तँलाई गर्छु होइन त्यही रहेछ पर्दैन हेर मलाई आफ्नो गिल लिडरको इज्जत छ त्यही भएर म इज्जतको नाममा बोल्दैछु तेरो गिल लिडरको यदि इज्जत छैन भने मुजी त बस्दै गिलमा ए भाइ सिधा पोइन्ट हो हैन गिलबाट के यस्तो भाइ ए भाइ सुन एउटा कुरा सुन भाइ हैन गिल के हो भने नि मैले यति बोले चाहिँ गिलमा मैले ओ के हो एकछिन किसिमले बोल्न छोड्दिन न त एक फ्ल्यागले बोल्छु ल बोलो त्यो झगडा गर्न बस्न मन लाग्यो नाइ मलाई कसैले के गर्नु छैन हैन मलाई कसैले के गर्नु छैन यहाँ मेरो कुरा के एफसी त हैन एउटा एफसी तिवारी देखिरहेहरूले गिललाई गाली दिएको हुनाले मैले तिनीहरूलाई त्यसरी केही भनेको थिएन तिनीहरूलाई रिस उठेको थियो मलाई गिललाई के गाली दिन्छ त गाली त तिनीहरूले आयो तिमीहरूलाई दिएको गिललाई थोडी गाली सुन न हामीलाई हैन के हामीलाई हैन गिलको लिडर प्यानल युजर हैन कादै गाली गरेछ गिललाई थाहा छ हैन अर्को कुरा मलाई कसैसँग जुत्न छैन हैन सुन एकैछिन गिलको भाइको हामीले त फरक पर्छ त भनेर त्यही त मलाई त्यसमा कुनै विषयमा सरोकार छैन मलाई न गिलको पोइन्ट ल्याछु न कुनै के ल्याछु हैन पहिलो कुरा हैन मलाई कसैले के भनेको छ फोर्ट फ्ल्यागले के भनेको गिलकोले गाली गर्दैन रे मेरो गिलको मान्छेले केही गर्यो भने कसले गाली गर्छ त्यो तिवारीको गिलको यस्तो रहेछ भनेर के रे ऊ भनेर गाली गर्छ आउँदैन मेरो एफओ गेमरको कसैले केही गर्यो ओर्यो भने एफओ गेमरको नाम आउँछ त्यो अर्को नाम आउँछ मैले यति भन्छु त्यसपछि अर्को कुरा भन्यो कि म्याच मेकिङ गरेर पाउँछ भने कसरी गरेर पाउँछ खेल्नै पाउँदैन नाइ हामीसँग केही कुरो छैन हेर जिक्सा पोइन्ट के गर्न पर्यो भन त पोइन्ट के गर्न पर्यो त्यो गर्न पर्यो त्यो पुरा मिलान के भन न किन ल्याउनु के गर्न पर्यो भन त के गर्न पर्यो त्यो गरम त्यो भन न मलाई दिमाग खराब आफ्नो काम गर्न भ्याइन यार म के भन त जिक्सा भाइ ए भन के गर्न पर्यो पोइन्ट ल्याउ न यसो पोइन्ट ल्याउ के काम ल्याएको 2 मिनेटमा आउन भ्याउँदैन यार एफो पोइन्ट ल्याउ छिटो भन त के हो पोइन्ट कस्तो पोइन्ट अहिले सर के बोल राख्नु त नि म गर्न चाहिँ के पर्यो गर्न के पर्यो बुझ्दैन हल्ला किन ओए भाइ हल्ला किन हटाइ दो आस्तरी बोल न ठीक छ नि कुरा भइरहेको त आरामले कराउने हैन के